जेम्स क्लियरले लेखेको पुस्तक एटोमिक ह्याबिट सबैभन्दा शक्तिशाली र व्यावहारिक पुस्तक हो जो नयाँ बानी निर्माण गर्नका लागि निकै मद्दतगार हुनेछ। के तपाईलाई विश्वास लागेन? त्यसो भए आउनुहोस् हेरौं। ब्रिटिश साइक्लिङ टोली टिम स्काईको अवस्था निकै खराब थियो किनभने 1908 देखि 2003 सम्म ब्रिटिश साइक्लिङ टोलीले ओलम्पिकमा मात्र एउटा स्वर्ण पदक जित्न सकेको थियो। दिन प्रतिदिन उनीहरूको प्रदर्शन झन बिग्रदै गइरहेको थियो। उनीहरूको प्रदर्शन टुर डी फ्रान्स जस्तो ठूलो साइकल रेसमा पनि कमजोर नै थियो। यो अवस्था देखेर युरोपको एउटा साइकल उत्पादन कम्पनीले ब्रिटिश टोलीलाई साइकल दिन अस्वीकार समेत गरेको थियो किनभने उनीहरू डराए यदि मानिसहरूले थाहा पाए कि ब्रिटिश साइक्लिङ टोलीले यो कम्पनीको साइकल प्रयोग गर्छन् भने त्यसले कम्पनीको बिक्री र प्रतिष्ठामा नराम्रो असर पर्न सक्छ। यी समस्याहरूको समाधान गर्न ब्रिटिश साइक्लिङ अर्गनाइजेसनले डेभ ब्रेसफोर्डलाई नयाँ प्रशिक्षकको रूपमा नियुक्ति गर्यो। डेभ ब्रेसफोर्ड अघिल्लो शिक्षकहरूभन्दा फरक थिए किनभने उनले एग्रिगेसन अफ मार्जिनल गेन नामको रणनीति अपनाए। यसको अर्थ साना साना सुधारहरू मार्फत 1% राम्रो बनाउने प्रयास गर्नु हो। अन्त्यमा जब सबै साना भागहरू जोडिन्छन् तब नतिजा उत्कृष्ट नै हुनेछ। डेभ ब्रेसफोर्डले यो सिद्धान्त आफ्नो काममा लागू गरे। उनीहरूले साइकलको सिटलाई पुनः डिजाइन गरे ताकि राइडरलाई अझ आरामदायी बनाओस्। उनले राइडरहरूका लागि विभिन्न प्रकारका हल्का कपडाहरूको प्रयोग गरेर प्रशिक्षण गरे। साइकलको टायरमा अल्कोहल घोटे ताकि ग्रिप अझ राम्रो होस्। तर उनी त्यहाँ रोकिएनन्। उनले साइक्लिङसँगै सम्बन्धित हरेक सानो चिजलाई 1% सुधार गर्ने प्रयास गरे जुन हामीले कल्पना पनि गर्न सक्दैनौँ। उनीहरूले राइडरहरूको लागि विभिन्न ओछ्यानहरू बनाए जसले गर्दा उनीहरूले गुणस्तरीय निन्द्रा लिन सकुन्। डाक्टरसँग हात धुने सही प्रविधि सिके ताकि राइडरहरू बिरामी नपरुन्। उनले विभिन्न मसाज सेन्टरहरूको परीक्षण गरे जसले सबैभन्दा छिटो मसल रिकभरी गर्न सकोस्। अर्थात् डेभले राइडरका आँखाको ड्रपदेखि लिएर चेनको तेलसम्म सबै कुरा पुनः डिजाइन गर्न प्रयास गरे र यी सबैलाई 1% सुधार गर्न खोजे। यसको नतिजा बेजिङ ओलम्पिक 2008 मा देखियो किनभने उनको टिमले 60% स्वर्ण पदक जित्यो। अर्को लन्डन ओलम्पिकमा उनको टिमले 9 ओलम्पिक रेकर्ड र 7 विश्व रेकर्ड बनायो। डेभको रणनीति थियो द एग्रिगेसन अफ मार्जिनल गेन अर्थात् 1% सुधारलाई 10 वर्षसम्म निरन्तर लागू गर्नु। एउटा साधारण साइक्लिङ टिमले 178 विश्व च्याम्पियनसिप जित्यो, 66 ओलम्पिक र पारा ओलम्पिक स्वर्ण पदक जित्यो र 5 वटा टुर डी फ्रान्स जित्यो। हामीले 1% सुधारलाई दैनिक रूपमा महसुस गर्न सक्दैनौँ तर लङ टर्ममा यसले कम्पाउन्डिङ इफेक्ट जस्तै गरी प्रभावशाली नतिजा दिन्छ। लेखकले भन्छन् तिम्रो लक्ष्य हासिल गर्नका लागि एउटा सिस्टम बसाऊ किनभने गोल सधैँ नतिजासँग सम्बन्धित हुन्छ तर सिस्टम प्रक्रियासँग सम्बन्धित हुन्छ जुन तिमीलाई गोलतर्फ डोर्याउँछ। इक्जाम्पलको रूपमा स्वस्थ र फिट शरीर बनाउने यो एक गोल हो। स्वस्थ खाना खाने र नियमित व्यायाम गर्ने यो एक सिस्टम हो। त्यस्तै परीक्षामा 98% स्कोर ल्याउने यो एक गोल हो तर दैनिक रूपमा विषयहरू बुझेर पढ्ने चाहिँ सिस्टम हो। गोलहरू केवल दिशा निर्धारण गर्नका लागि राम्रा हुन्छन् तर प्रगति गर्न तिमीले सिस्टम पालना गर्नुपर्छ किनभने गोल त विजेता र पराजित दुवैका लागि एउटै हुन्छ तर जो निरन्तर सिस्टम पछ्याउँछ र साना साना सुधारहरू गर्छ उसले आफ्नो लक्ष्य छिट्टै नै प्राप्त गर्छ। त्यसैले विजेता भनेको उही व्यक्ति हो जो गोल सेट गरेपछि निरन्तर सुधार गर्छ तर हार्ने व्यक्ति भनेको उही हो जो लक्ष्य तोकेपछि केही पनि काम गर्दैन। जसरी कुनै पदार्थ साना साना परमाणुहरू मिलेर बनेका हुन्छन् उस्तै गरी रिमार्केबल रिजल्टहरू पनि साना साना बानीहरूबाट बन्ने गर्छन्। त्यसैले यदि तिमी ठूलो उपलब्धिहरू हासिल गर्न चाहन्छौ भने गोललाई बिर्स र सिस्टमलाई पछ्याऊ। अहिले प्रश्न उठ्छ बानी परिवर्तन कसरी गर्ने? साधारणतया बानीहरू दुई तरिकाले परिवर्तन गर्न सकिन्छ। एउटा हो आउटकम बेस्ड ह्याबिट र अर्को हो आइडेन्टिटी बेस्ड ह्याबिट। तर अधिकतम मानिसहरू आउटकम बेस्ड ह्याबिट मन पराउँछन् तर हामीले यसलाई छोडेर आइडेन्टिटी बेस्ड ह्याबिट अपनाउनु पर्छ। इक्जाम्पलका लागि दुई मानिसहरूलाई हेरौँ। 1 आउटकम बेस्ड ह्याबिट। यदि कसैले उसलाई चुरुट अफर गर्छ भने उसले भन्छ नो थ्याङ्क्स म धुम्रपान छोड्ने कोसिस गर्दैछु। अर्को हो आइडेन्टिटी बेस्ड ह्याबिट। यदि कसैले उसलाई चुरुट अफर गर्छ भने उसले भन्छ नो थ्याङ्क्स म धुम्रपान गर्दिन। यी दुई वाक्यबीच धेरै सानो अन्तर छ तर यसको प्रभाव धेरै ठुलो छ किनभने मानिसहरू परिवर्तन गर्न चाहन्छन् तर आफ्नो पहिचान परिवर्तन गर्न चाहँदैनन्। त्यसैले उनीहरूले आफ्नो बानी परिवर्तन गर्न असफल रहन्छन्। हाम्रो प्रत्येक क्रियाकलापहरू हाम्रो बिलिफ सिस्टमबाट उत्पन्न हुन्छन्। त्यसैले यदि तिमी साँचो परिवर्तन चाहन्छौ भने पहिला आफ्नो आइडेन्टिटी परिवर्तन गर। तिमीले बारम्बार गर्ने काम नै तिम्रो आइडेन्टिटी बन्छ। यसले तिम्रो हरेक कार्यको लागि भोट गर्छ जुन तिमी बन्न चाहन्छौ किनभने एउटा मात्र कार्यले तिम्रो पहिचान परिवर्तन गर्न सक्दैन तर निरन्तर दोहोर्याउनाले परिवर्तन गर्न सक्छ। जब तिमी केही लेख्छौ तब तिम्रो राइटर पहिचान बलियो बन्छ। जब तिमी कसैसँग आत्मविश्वासका साथ कुरा गर्छौ तब तिमी राम्रो पब्लिक स्पिकर बन्छौ। जब तिमी अरूलाई प्रभाव पार्छौ तब तिमी राम्रो लिडर बन्छौ। त्यसैले तिमीले निर्णय गर तिमी कस्तो व्यक्तित्व बन्न चाहन्छौ र त्यो पहिचान प्राप्त गर्न तिमी साना साना कदमहरू चाल्दै जाऊ।
यदि तिमी जेन्टलम्यान बन्न चाहन्छौ भने तिम्रो पब्लिक बिहेभियर पनि जेन्टलम्यान जस्तै हुनुपर्छ, किनभने हामी हाम्रो बानीहरू हाम्रो बिलिफ सिस्टम अनुसार परिवर्तन गर्छौं र यो नै आइडेन्टिटी बेस्ड ह्याबिट हो। हाम्रा बानीहरू 4 स्टेपमा उत्पन्न हुन्छन्: क्यू, क्रेभिङ, रेस्पोन्स र रिवार्ड। क्यू त्यो चिज हो जुन चिजले रिवार्डलाई सम्झना गराउन मद्दत गर्छ। क्रेभिङ त्यो चिज हो जसले हामीलाई रिवार्ड प्राप्त गर्न प्रेरित गर्छ। रेस्पोन्स त्यो चिज हो जसले हामीलाई रिवार्ड प्राप्त गर्न मद्दत गर्छ र रिवार्ड त्यो चिज हो जुन पाउँदा हामी सन्तुष्ट हुन्छौं वा केही सिक्छौं। बानी भनेको बारम्बार दोहोरिएको व्यवहार हो जुन हाम्रो जीवनको एक हिस्सा बन्छ। हाम्रो बानी बनाउने मुख्य उद्देश्य भनेकै कम ऊर्जा र कम मेहनतमा समस्या समाधान गर्नु हो। कुनै पनि बानीलाई 4 भागमा विभाजन गर्न सकिन्छ: क्यू, क्रेभिङ, रेस्पोन्स र रिवार्ड। यी 4 मध्ये कुनै एक भागमा पनि कम भएमा त्यो बानी बन्न सक्दैन। उदाहरणका लागि, यदि क्यू नै भएन भने बानी सुरु हुँदैन, र यदि क्रेभिङ कम भयो भने त्यो काम गर्न मन लाग्दैन। यदि रेस्पोन्स धेरै गाह्रो भयो भने त्यो काम गर्न सकिन्न। यदि रिवार्डले सन्तुष्ट पार्न सकेन भने पनि फेरि त्यो दोहोर्याउन मन लाग्दैन। अब सबै स्टेप बुझ्नलाई एउटा उदाहरण हेरौँ। तिमी कुर्सीमा बसिरहेका छौ र फोनको घण्टी बज्छ, यो क्यू हो। अब तिमी त्यो मेसेज पढ्न चाहन्छौ, त्यो क्रेभिङ हो। अब तिमी फोन हातमा लिएर मेसेज खोल्छौ, यो रेस्पोन्स हो। र मेसेज पढेपछि तिमीले जुन अनुभव गर्छौ त्यो रिवार्ड हो। र यदि यो रिवार्ड सन्तोषजनक भयो भने तिमी फेरि यही प्रक्रिया दोहोर्याउन चाहन्छौ। यसरी हाम्रो दैनिक बानीहरू निर्माण हुन्छन्। यदि राम्रो बानीहरू बनाउनु छ भने तिमीले यी 4 चिजलाई सही बनाउनु पर्छ। क्यू स्पष्ट बनाऊ, क्रेभिङ आकर्षक बनाऊ, रेस्पोन्सलाई सजिलो बनाऊ र रिवार्डलाई सन्तोषजनक बनाऊ। उदाहरणका लागि, पुस्तक पढ्ने बानी बनाउनका लागि क्यू किताब देखिने ठाउँमा राख। किताब यस्तो ठाउँमा राख जहाँ तिमीले सजिलै देख्न सक, जस्तै सोफा, बेड, टेबल वा कुनै खुला ठाउँ, यसले तिमीलाई पटक पटक पुस्तक पढ्न याद दिलाउँछ। क्रेभिङ किताब पढ्ने चाहना बनाऊ। बुक मार्क प्रयोग गर ताकि किताबको पेज सजिलै भेटियोस्। दिनको 10-15 मिनेट मात्र पढ्ने लक्ष्य राख, जसका कारणले थकाइ लाग्दैन। रेस्पोन्स किताब हातले सजिलै पुग्ने ठाउँमा राख। किताब यस्तो ठाउँमा राख जहाँ तिमीले बस्दा सिधै हात बढाएर लिन सक। किताब टाढा नराख, किनभने टाढा भएमा मेहनत गर्नुपर्छ जसले बानी बिग्रन सक्छ। र रिवार्ड किताब पढ्नुको आनन्द लिनुहोस्। कुन किताब पढ्दैछौ भन्ने कुरा महत्त्वपूर्ण छ, त्यसैले सही किताब रोज जसले तिमीलाई सन्तुष्ट बनाओस्। यदि तिमीले नराम्रो बानीहरूलाई हटाउन चाहन्छौ भने यो प्रक्रिया उल्टो गर। क्यूलाई इन्भिजिबल बनाऊ, क्रेभिङलाई अनअट्र्याक्टिभ बनाऊ, रेस्पोन्सलाई डिफिकल्ट बनाऊ र रिवार्डलाई अनसेटिस्फाइङ बनाइदेऊ। उदाहरणका लागि, फोनको एडिक्सन हटाउनका लागि क्यूमा गर्नुपर्ने काम भनेको मोबाइल देख्नै नसकिने ठाउँमा राख। फोन यस्तो ठाउँमा राख जहाँ तिमी सजिलै देख्न वा लिन नसकौ। क्रेभिङ मोबाइलप्रति चाहना कम गर। सोच कि मोबाइल बारम्बार चेक गर्दा पनि केही फाइदा भएन। यसरी बिस्तारै तिमीलाई फोन चलाउने इच्छा घट्न थाल्छ। रेस्पोन्स मोबाइल प्रयोग गर्न गाह्रो बनाऊ। मैले सबैभन्दा प्रभावकारी उपाय अपनाएँ। फेस अनलक र फिङ्गरप्रिन्ट हटाइदिएँ। 12 अक्षरको लामो पासवर्ड राखेँ जसमा क्यापिटल लेटर, स्मल लेटर र नम्बरहरू थिए। यो टाइप गर्न 15 सेकेन्ड लाग्थ्यो, जुन झन्झटिलो थियो। यसरी बिस्तारै मोबाइल खोल्ने बानी हराउँदै गयो। अन्तमा छ रिवार्ड। मोबाइल प्रयोगको सन्तोष घटाऊ। जब तिमी बारम्बार फोन अन गर्ने बानी हटाउँछौ भने तिम्रो दिमागलाई थाहा हुन्छ कि यसबाट कुनै फाइदा छैन। यसरी तिमी आवश्यक परेको बेलामा मात्रै फोन खोल्न थाल्छौ। यो विधि अपनाउँदा बिस्तारै मोबाइलको लत कम हुँदै जान्छ। यी साना तरिकाहरू अपनाउँदा बिस्तारै किताब पढ्ने बानी बलियो हुन्छ। अन्तिम स्टेपमा हामीले रिवार्डलाई अनसेटिस्फाइङ बनाउन सक्छौं र अनावश्यक एपहरू हटाइदिन सक्छौं। ब्ल्याक एन्ड व्हाइट मोड प्रयोग गर। मोबाइलमा ब्ल्याक एन्ड व्हाइट राख, जसले तिम्रो मोबाइलमा कम आकर्षक देखिन्छ। यसले मोबाइल चलाउँदा रमाइलो महसुस हुँदैन र बिस्तारै लत कम हुँदै जान्छ। राम्रो बानी बनाउने सरल सूत्रहरू: क्यूलाई भिजिबल, क्रेभिङलाई अट्र्याक्टिभ, रेस्पोन्सलाई इजी, रिवार्डलाई सेटिस्फाइङ बनाऊ। र नराम्रो बानी हटाउनलाई क्यूलाई इन्भिजिबल, क्रेभिङलाई अनअट्र्याक्टिभ, रेस्पोन्सलाई डिफिकल्ट र रिवार्डलाई अनसेटिस्फाइङ बनाऊ। अब केही रोचक सिद्धान्तहरू हेरौँ जुन हाम्रो बानीसँग सम्बन्धित छन्। हाम्रा बानीहरू प्राय 3 समूहबाट बन्ने गर्छन्: द क्लोज, द मेनी, द पावर। जसको सङ्गत गर्छौ त्यस्तै बानीहरू अपनाउँछौ। धेरै मानिसहरूले गर्ने बानीहरू अपनाउन मन लाग्छ। प्रभावशाली व्यक्तिहरूको बानीहरू हामी अनुसरण गर्छौं। केही मानिसहरू सोच्छन् कि उनीहरूमा मोटिभेसनको कमी छ, तर वास्तविकता के हो भने उनीहरूलाई क्लियरिटीको कमी छ। खासमा उनीहरूलाई थाहा हुँदैन कि के गर्ने, कहिले गर्ने र कसरी गर्ने। हामीहरूले मोटिभेसनलाई अलि धेरै गम्भीरतापूर्वक लिएका छौं, तर वास्तविकता के हो भने मोटिभेसन भन्दा इन्भाइरोमेन्टले सबैभन्दा धेरै प्रभाव पारिरहेको हुन्छ। बोस्टनको एउटा होस्टेलमा केही विद्यार्थीहरू क्याफेटेरियामा चिसो पेय पदार्थहरू पिउँदै थिए। यो खबर फुड म्यानेजमेन्ट विभागलाई प्राप्त भयो। उनीहरूले विद्यार्थीहरूलाई केही पनि नभनिकनै पानी पिउन प्रेरित गरे। तर कसरी? क्याफेटेरियाको एरेन्जमेन्ट परिवर्तन गरियो। वाटर बोटल्सहरू सजिलै देखिने ठाउँमा राखे। कोल्ड ड्रिङ्क्सलाई कम देखिने ठाउँमा राखियो। यसको प्रभाव के भयो त? विद्यार्थीहरू स्वतः नै पानी पिउन थाले, किनभने मानिसहरू कुनै वस्तु फाइदाका लागि भन्दा पनि
मानिसहरू त्यही चिज छान्छन् जुन सजिलै उपलब्ध हुन्छ। उदाहरणका लागि तिमी भान्सामा राखिएको प्याक गरिएको खाना तुरुन्तै खान्नौ, तर फ्रिजमा राखिएको खाना वा टेबलमा खुला राखिएको स्न्याक छिटै खान्छौ। यसको अर्थ वातावरणले हाम्रो बानीहरू सजिलै परिवर्तन गर्न सक्छ। एम्स्टर्डम एयरपोर्टको शौचालय सफा राख्न सफाई कर्मचारीहरूले एउटा अनौठो प्रयोग गरे। उनीहरूले युरिनलको बीचमा एउटा सानो किराको स्टिकर टाँसे। यसले के भयो भने मानिसहरू स्वाभाविक रूपमा त्यस स्टिकरलाई लक्ष्य बनाएर पिसाब गर्न थाले। यसरी शौचालय कम फोहोर हुन थाल्यो। यो प्रयोगले देखाउँछ कि सानो वातावरणीय परिवर्तनले मानिसको व्यवहार ठूलो रूपमा बदल्न सक्छ। हामी सोच्छौं कि सेल्फ डिसिप्लिन हुन विल पावर र सेल्फ कन्ट्रोल चाहिन्छ, तर वास्तविकता भने फरक छ। अनुशासित मानिसहरूले आफ्नो जीवन यस्तो डिजाइन गर्छन् कि उनीहरूलाई सेल्फ कन्ट्रोलको आवश्यकता नै नहोस्। उदाहरणका लागि यदि कसैले महसुस गर्यो कि टिभीले धेरै समय बर्बाद गरिरहेको छ भने उसले टिभी नै हटाइदिन्छ, किनभने यदि टिभी नै छैन भने त्यसले समय बर्बाद गर्ने समस्या नै रहँदैन। यसले देखाउँछ कि अनुशासनलाई सिस्टमेटिक रूपले बनाइयो भने आत्म-अनुशासन हासिल गर्न धेरै सजिलो हुन्छ। हंगेरीका एक प्रसिद्ध चेस शिक्षक र शिक्षा मनोवैज्ञानिक लास्लो पोलगार आत्म-अनुशासन र परिश्रममा विश्वास गर्थे। उनी भन्थे यदि कुनै विद्यार्थीलाई डेलिबरेट प्र्याक्टिस र गुड ह्याबिट सिकाइयो भने ऊ जिनियस बन्न सक्छ। यसका लागि उनले एउटा विशेष प्रयोग गर्ने निर्णय गरे। उनले आफ्ना छोरीहरूलाई एउटा निश्चित सिस्टम अनुसार प्रशिक्षण दिन चाहन्थे। उनले कार्ला रामकी शिक्षिकासँग विवाह गरे, जो स्वयं पनि यो विचारमा विश्वास गर्थिन् कि सही प्रशिक्षणबाट मानिसको कौशल बढ्न सक्छ। यो प्रयोगबाट जन्मियो संसारकै सबैभन्दा प्रसिद्ध चेस प्लेयर लास्लो पोलगारका छोरीहरू पोलगार सिस्टर विश्वस्तरीय चेस खेलाडीहरू बने। यसले प्रमाणित गर्यो कि आत्म-अनुशासन, सही निर्देश र कठिन परिश्रमबाट जुनसुकै लक्ष्य प्राप्त गर्न सकिन्छ। लास्लो र कार्लाले आफ्ना छोरीहरूलाई विश्वस्तरीय चेस प्लेयर बनाउन एउटा सुनियोजित योजना बनाए। सुजा र सोफियाले धेरै उपलब्धिहरू हासिल गरे, तर सबैभन्दा कान्छी जुदिथले असाधारण सफलताहरू प्राप्त गरिन्। 12 वर्षको उमेरमा उनले विश्वकै टप 100 चेस प्लेयरमा स्थान बनाइन्। 15 वर्षको उमेरमा उनी सबैभन्दा कान्छी ग्रान्ड मास्टर बनिन्। त्यसपछि 27 वर्षसम्म लगातार वर्ल्ड नम्बर 1 फिमेल चेस प्लेयरको स्थानमा रहिन्। यो सबै एक सही वातावरण र राम्रा बानीहरूको कारणले भएको हो। अब कुरा गरौँ पेपर क्लिप स्ट्र्याटेजीको, जसले एक सामान्य बैंक कर्मचारीलाई लाखौंको कमाई गरायो। यो कथा हो स्टेफेन नामको कर्मचारीको। उनको डेस्कमा 2वटा जार थिए। पहिलो जारमा 120 वटा पेपर क्लिप्स भरिएको हुन्थ्यो, जबकि दोस्रो जार खाली रहन्थ्यो। स्टेफेनको नियम के थियो? हरेक दिन उनले धेरै सेल्स कलहरू गर्नुपर्थ्यो। जति पटक फोन गर्थे एउटा पेपर क्लिप पहिलो जारबाट दोस्रो जारमा सार्थे। यसरी उनले आफ्नो दिन 120 पेपर क्लिपहरू पूरा गरेर मात्रै समाप्त गर्थे। नतिजा के भयो त? यो सिम्पल ह्याबिटले उनलाई असाधारण सफलता दिलायो। साना लक्ष्यहरू पूरा गर्दै जाँदा उनले धेरै प्रभावकारी परिणामहरू प्राप्त गरे। यसबाट प्रमाणित हुन्छ कि 1% प्रोग्रेसको निरन्तर अभ्यासले ठूलो सफलता दिलाउन सक्छ। स्टेफेनले सेल्स कलहरू गर्दै जाँदा पेपर क्लिपहरू सारिरहन्थे। जबसम्म सबै 120 पेपर क्लिपहरू अर्को जारमा सारिँदैन, उनले आफ्नो काम रोकेनन्। यो सरल तरिकाले केही महिनामै बैंकलाई $1 मिलियन को प्रॉफिट गरायो। यसका कारण उनको इन्कम लाखौंको पुग्यो। पेपर क्लिप रणनीति किन प्रभावकारी छ? किनकि यसले हाम्रो प्रोग्रेसलाई भिजुअल रूपमा एनालाइसिस गर्न मद्दत गर्छ। तपाईले फरक तरिका पनि अपनाउन सक्नुहुन्छ, जस्तै मार्बललाई एउटा कन्टेनरबाट अर्कोमा सार्ने। मुख्य लक्ष्य भनेकै भिजुअल ट्र्याकिङ गरी बाँकी समय बुझ्ने र निरन्तर अगाडि बढ्ने हो। ह्याबिट ट्र्याकिङको फाइदाहरू धेरै छन्, किनकि कहिलेकाहीँ जब तपाईँ मुडमा हुनुहुन्न त्यतिबेला तपाईको प्रोग्रेस बिर्सनु स्वाभाविक कुरा हो। तर ह्याबिट ट्र्याकिङ भनेको तपाईको हार्ड वर्कको भिजुअल प्रुफ हो। यसले तपाईलाई सम्झाइरहन्छ कि तपाईँ पहिला कहाँ हुनुहुन्थ्यो र कति सुधार गर्नुभयो। थिङ्क आउट अफ द बक्स भन्ने कुरा धेरै सुन्नुभएको होला, तर कुन बक्स, कुन कम्फर्ट जोन? यो कसैले भन्दैनन्। यो उत्तर मैले एटोमिक ह्याबिट पुस्तकमा पाएँ, र त्यो हो द गोल्डिलक जोन। हाम्रो मस्तिष्कले चुनौतीहरू मन पराउँछ, तर ती चुनौतीहरू मस्तिष्कको अप्टिमल डिफिकल्टी लेभल भित्र हुनुपर्छ। मानव तपाईलाई टेनिस खेल्न मन पर्छ, तर यदि तपाईँ 10 वर्षको बच्चासँग खेल्नुभयो भने तपाईँ चाँडै नै बोर हुनुहुन्छ, किनभने त्यो धेरै नै सजिलो छ। र अर्कोतर्फ यदि तपाईँ रोगर फेडर वा सेरेना विलियम्स जस्ता पेशेवर खेलाडीहरूसँग खेल्नुभयो भने तपाईँ चाँडै नै निराश हुनुहुन्छ, किनकि तिनीहरू तपाईका लागि अत्याधिक कठिन हुन्छन्। तर यदि तपाईले आफू समान स्तरको खेलाडीहरूसँग खेल्नुहुन्छ भने कहिले तपाईले जित्नुहुन्छ र कहिले तपाईको अपोनेन्टले। तर तपाईले जित्नका लागि तपाईले अलिकति बढी प्रयास गर्नुपर्छ। यही सही चुनौतीको स्तरलाई द गोल्डिलक जोन भनिन्छ। न धेरै गाह्रो न धेरै सजिलो, ठिक वर्तमान क्षमताको किनारमा। यसैले हामीलाई निरन्तर सुधार गर्न प्रेरित गर्छ। क्रिकेट खेलमा पनि तपाईले देख्नु भएको होला, जब दुवै टिम बलिया हुन्छन् र जित्नका लागि केही बल र रन बाँकी हुन्छ, त्यसबेला खेलाडीहरूले आफ्नो कम्फर्ट जोनलाई स्ट्रेच गर्छन्।
त्यसैले यदि तपाईँ प्रगति गर्न चाहनुहुन्छ भने तपाईँको हालको कठिनाइको स्तरबाट धेरै होइन अलिकति मात्रै अगाडि बढ्नुपर्ने हुन्छ। आजकल धेरै मानिसहरू असफलको कारणले नभएर बोर्डमको कारणले गर्दा सफल हुन सक्दैनन्, किनभने कुनै पनि कुरामा दक्षता हासिल गर्न उही कुरा बारम्बार गर्नुपर्छ र बारम्बार एउटै काम गर्दा मानिसहरू बोर महसुस गर्छन्। त्यसपछि उनीहरूले त्यो काम नै छोडिदिन्छन्। धेरै मानिसहरू सोच्छन् कि सफल व्यक्तिहरूसँग धेरै प्यासन हुन्छ, तर धेरै प्रशिक्षकहरूले भनेका छन् कि सफल व्यक्तिहरू पनि हामी जस्तै बोर महसुस गर्छन्, तर तैपनि उनीहरूले आफ्नो अभ्यास निरन्तर जारी राख्छन् र यही निरन्तरताले नै उनीहरूलाई वर्ल्ड क्लासको बनाउँछ। जेम्स क्लियरद्वारा लिखित एटमिक ह्याबिट पुस्तकले ह्याबिट निर्माणका सम्पूर्ण कुराहरूलाई समेट्छ। यदि तपाईँ आफ्ना पुराना नराम्रा बानीहरूलाई परिवर्तन गरी नयाँ राम्रा बानीहरू बनाउन चाहनुहुन्छ भने यो पुस्तक पढ्नु सबैभन्दा राम्रो हुनेछ। यस पुस्तकले तपाईँलाई पक्कै पनि केही महत्त्वपूर्ण कुरा सिकाउनेछ। धन्यवाद।